2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। काठमाडौँ अधिकार मागेला नै जा, घुमेला जा पशुपति। काठमाडौँ घुमेला जा, पशुपतिनाथ जा, स्वयंभूनाथ जा, दर्शन करेला जा, अधिकार मागेला जाएकै नै पर्छ तर। हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यान पावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नु पर्यो। नेपाली कांग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो। अब त्यो पनि पुरै देशभरि चल्नु पर्यो। 100वटा भन्दा देशमा जानु पर्यो। देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जा गरेर पनि पैसा कमाउन सकिन्छ, यहाँ उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ। के गरेर पैसा कमाउने भन्नुहोस् तपाईहरु। यो तीनटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले। आएको मधेसिया छौरा प्रधानमन्त्री बनेला है वैला वैला आएको मधेसिया पीएम बने वाला है वैला घंटी में वोट नहीं रहे के सही लोग आवे वाला है वैला घंटी में वोट रहे के। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है। तपाईहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो। के छ तपाईहरुको काम? हाम्रो उम्मेदवारहरूलाई, हाम्रो पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु। भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु। काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले। उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली मालदिभ जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो। त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो। त्यो हो हाम्रो एजेन्डा। नमस्ते नमस्ते नमस्ते। तपाईहरुको फेभरेट कलर कुन हो? रङ नीलो। तपाईहरुको फेभरेट बाजा कुन हो? बाजा बजाउन मिल्ने चिज। यसपालि के गर्ने त्यसलाई? अघि प्लेनबाट ल्यान्डिङ गर्दा गर्दा एउटा कुरा नोटिस गरिरहेको थिएँ। यहाँनिर चितवनमा छतमाथि चाहिँ यस्तो जस्ता राख्ने चलन रहेछ है। सबका सब निलो। जिस्काउनलाई राखे जस्तो। कसलाई जिस्काउनु भएको त्यसरी? त्यो निलो छानाले चाहिँ त्यो छतलाई मक्किनबाट जोगाउँदो रहेछ क्या। राष्ट्रिय स्वतन्त्र पार्टी जस्तै। चितवन अघि झर्दै गर्दाखेरि एकजना भाइले भन्नुभयो, दाइ देशभरि जाँदाखेरि जसरी टुरिज्म प्रमोसन गर्नु भएको थियो एकचोटि चितवनको पनि टुरिज्म प्रमोसन गरिदिनु होला भनेर। मैले भने मेसीलाई फुटबल खेल्न सिकाउनु पर्छ, रोनाल्डोलाई फुटबल खेल्न सिकाउनु पर्छ। हाम्रो चितवनका हाम्रा थारू समुदायमा भएका होमस्टेहरू रिसोर्टहरूमा देख्न सकिन्छ कि यहाँको उत्पादन, यहाँको लुगा, यहाँको म्युजिक, यहाँको खानेकुरालाई कसरी उहाँहरूले टुरिज्म प्रमोसनको लागि उहाँहरूले विश्वमा चिनाउनु भएको छ। त्यो हेर्दाखेरि चितवनले चाहिँ देशलाई टुरिज्म प्रमोसन सिकाउनुपर्छ। घरमा खाने आफ्नो लोकल खाना, आफ्नो लोकल परिकार घरमा खाने, त्यो लोकल परिकारलाई एउटा इन्टरनेसनल क्युजाइनको रूपमा उहाँहरूले प्रस्तुत गर्न सक्नु भएको छ। त्यो पुरै देशले सिक्न जरुरी छ। सिकाउने हेन त चितवनवासीले पुरै विश्वलाई टुरिज्म प्रमोसन। राम्रो कुराहरू यहाँको ठाउँहरूको धेरै छन्। एउटा समस्या रहेछ यहाँ। हरेक वर्ष न्युजमा देख्न पाइन्छ किसानले बाटोमा दुध पोखाएको, तरकारी फालेको। त्यो के रहेछ भन्दाखेरि किसानले सही बजार नपाएको, किसानले सही मूल्य नपाएको एउटा समस्या रहेछ। केही सीमित बिचौलिया, केही सीमित नेताहरूको एउटा सिन्डिकेटले गर्दाखेरि पारी जुन अनुदानले कृषि हुन्छ त्यो सस्तो जस्तो देखिन्छ। त्यो सस्तो तरकारी यहाँ ल्याएर यहाँको किसानको मूल्य चाहिँ महँगो जस्तो देखाएर एउटा भ्रम सृजना गरेर किसानलाई मार्ने काम भएको छ। त्यो रोक्न जरुरी छ। फेरि यो चिज समाधान गर्दै गर्दाखेरि ओहो महँगो तरकारी खानुपर्ने भयो जस्तो लाग्ला। त्यो भ्रम हो। त्यो भ्रमलाई चाहिँ चिर्न जरुरी छ। नेपालमै उत्पादन भएको
सस्तो बिजुलीलाई नेपालकै सस्तो कोल्ड स्टोरमा सिजनको बेला जुन बेला तरकारी सस्तो हुन्छ त्यो बेला स्टोर गरेर राखियो भने भोलि महँगी हुने सिजनमा सेम मूल्यमा बेच्न सकिन्छ, किसानले पनि मूल्य पाउँछ, खाने मान्छेले पनि सस्तोमा तरकारी किन्न सक्छ। त्यो गर्न चाहन्छौँ हामी। तपाईँहरूले याद गर्नु भएको छ देशभरि जुन लामो दूरीको यातायात ट्रकहरूमा नारायणी लेखा हुन्छ, याद गर्नु भएको छ नम्बर प्लेट। जसरी त्यो लोकल बसहरू लामो दूरीको बसहरूको हब भएको छ यो चितवन, त्यसरी नै पूर्वदेखि पश्चिमसम्मको तरकारीलाई कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ चितवन। त्यो बनाउन जरुरी छ। देशवासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ र किसानलाई सही मूल्य दिन जरुरी छ। बर्खामा हाम्रा बर्खा I love you. बोलने दिँदैन यार। गीत बजाम नाचम। बर्खाको बेला नेपालमा उत्पादन भएको बिजुली खेर गइरहेको हुन्छ। सुक्खामा हामीसँग आफै बिजुली हुँदैन, तर त्यो बिजुली स्टोर गर्ने ब्याट्री त छैन जस्तो लाग्छ हामीलाई, तर छ। हाम्रो देशमा उत्पादन भएको सस्तो बिजुली बेचेर देश धनी बन्दैन, त्यसलाई प्रयोग गरेर त्यसलाई स्टोर गरेर बन्छ र त्यो स्टोर गर्ने ब्याट्री हो मल कारखाना, डाटा सेन्टर, कोल्ड स्टोरेजहरू। त्यस्तो ब्याट्रीहरू बनाउन जरुरी छ आफ्नो बिजुली थामेर राख्नलाई। त्यो बनाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। यो चुनावको क्रममा हामी पूर्वदेखि पश्चिमसम्म पुरै देश घुम्न गयौँ। लगभग 7-8 हजार किलोमिटर हिँडियो होला देश बुझ्नलाई। सबै लगभग 45-50 वटा जिल्ला घुमियो होला। त्यो जिल्लाहरू घुम्ने जाँदाखेरि के महसुस भयो भन्दाखेरि लगभग देशभरिका समस्याहरू, देशभरिका कुराहरू उस्तै रहेछन्। कृषिको समस्याहरू, पर्यटन क्षेत्रमा भएका समस्याहरू देखियो। तर एउटा गुड न्युज पनि छ त्यहाँ। गुड न्युज के हो भन्दाखेरि एउटा जिल्लामा समस्या छ भने त्यसको समाधान अर्को जिल्ला देशभित्रै रहेछ। त्यो समाधान मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। मिलाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो देश हेटौडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ, म्यान पावर पनि छ, खानी पनि छ, तर बन्द। अब चल्नु पर्यो। नेपाली कांग्रेसको वाइवाई फ्याक्ट्री जस्तै चल्नु पर्यो अब त्यो पनि। पुरै देशभरि चल्नु पर्यो, 100 वटा भन्दा देशमा जानु पर्यो। त्यसरी देशका उद्योग कल कारखानाहरूलाई चलाउने पार्टी बन्न चाहन्छ। अब यहाँ आइयो, तपाईहरूलाई भेटियो, धेरै खुसी लाग्यो। तपाईहरू किन टेन्सन लिनुहुन्छ क्या? पार्टीको सभापति नै यही उठ्नु भएको छ, के को टेन्सन? तपाईहरूका समस्या, पुरै देशको समस्या सभापतिज्यू, हामी सबै पार्टीका नेतागण, कार्यकर्तादेखि लिएर तपाईँ हामी सबै मिलेर अब देश बनाउने हो। र आज यो हाम्रो सभामा तपाईहरूलाई भेटेर ज्यादै खुसी लागेको कुरा तपाईहरूले पनि भनिसक्नु भएको छ। धेरै बोल्न चाहिन, धेरै माया। तपाईहरूको जय होस्, देशको सही होस्। जय घन्टी, जय देश, जय नेपाल। नमस्ते, सन्चै हुनुहुन्छ? चिया खानुभयो त? चिया कहाँको खानुभयो? कुन ठाउँको? इलाम दमकको खाना खानुभयो? बिहान खानामा तरकारी कहाँको खानुभयो? बोर्डर पारीको खानुभयो? तेह्रथुम 5 थरमा उत्पादन भएको तरकारी खान पाउनु भएको छैन तपाईहरूले। हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू, उब्जाहरू यही मुनि तराईमा झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन। यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।
पूर्वी तराईका 3वटा 4वटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरिलाई खान पुग्छ। तर विडम्बना यहीँ खान पुगेको छैन। यो दुःखलाई समाधान गर्नुपर्छ र त्यो समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। बर्खामा बाढी आउने, बाढीले खेती योग्य जग्गाहरू सबै बालुवाले पुरिदिने, सुक्खामा पानी नपाउने, सिँचाइ गर्न नसक्ने खेती योग्य जग्गाहरूलाई त्यत्तिकै राख्नु परेको हुन्छ। बेला बेलामा बाढी समाधान गर्न तटबन्ध बनाउने र सुक्खाको समयमा सिँचाइ दिने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जा गरेर पनि पैसा कमाउन सकिन्छ, यहाँ उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ। के गरेर पैसा कमाउने भन्नुहोस् तपाईँहरू? यो तीनटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले। हाम्रो किराँतहरूको, सम्पूर्ण नेपालीहरूको आस्थाको केन्द्र मुकुमलुङ, खुवालुङ, पाथिभरा जस्ता ठाउँहरूलाई 77 जिल्लाका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आस्था राख्न पाउन्, त्यो आस्था देखाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। समस्याहरू धेरै छन्, समाधान पनि यही छ। समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ हाम्रो पार्टीले। देशकै पहिलो उद्योग कल कारखाना भएको यो ठाउँ हो, यो क्षेत्र हो। यहाँनिर खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरू छन्, इन्डस्ट्रिजहरू छन्। तर जुन बेलामा त्यो फ्याक्ट्रीहरू खुले, त्यो इन्डस्ट्रीहरू खुले, त्यसपछि नयाँ खुलेका छैनन्। नयाँ फ्याक्ट्री खोल्नु पर्यो भने 10वटा नेतालाई ढोग्नुपर्छ, 10वटा कर्मचारीलाई फकाउनुपर्छ, अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ र त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतङ्क सुरु हुन्छ। अब त्यो पर्दैन, त्यो नपर्ने गरी व्यवस्था बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले। I love you too. I love you too. I love you too. 3, 4. विश्वको पहिलो तीर्थस्थल कुन हो थाहा छ तपाईहरुलाई? हाम्रै बाराह क्षेत्र। यो हामी नेपाललाई पनि कतिलाई थाहा छैन। त्यो थाहा दिन चाहन्छौँ। त्यो थाहा दिने मान्छे बन्न सकौँ, त्यो थाहा दिने पार्टी बन्न सकौँ, त्यो थाहा दिने सिस्टम बन्न सकोस्। अस्ति हामी त्यो बाराह क्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरूमा पनि पुगेका थियौँ। उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली, मालदिभ जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। यता पिउने पानीको पनि धेरै समस्या छ। धरानमा पिउने पानीको डिपिआर पहिल्यै भएको थियो, त्यो डिपिआर भयो, त्यो खानेपानीको व्यवस्थापन कोसीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउनलाई लगभग 5-6 अर्ब लाग्छ। तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला। कुन पार्टी पुग्छ अब त्यो सरकारमा? यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। तपाईलाई थाहा छ नेपालको 60-70% फुटबल प्लेयर कहाँबाट निस्किन्छ? यही पूर्व क्षेत्रबाट निस्किन्छ। तर फुटबल प्लेयरहरूलाई उत्पादन गर्नलाई, त्यो ग्रासरुटको फुटबललाई विकास गर्नलाई, त्यो खेल मैदान विकास गर्नलाई अहिलेसम्म सकिएको छैन। एउटा स्टेडियम बनाउन सकिएको छैन, ग्रासरुट लेभलको ट्रेनिङ सेन्टरहरू बनाउन सकिएको छैन। त्यो ट्रेनिङ सेन्टर बनाएर त्यो फुटबल विकास गर्नलाई आज गरेको हाम्रो इन्भेस्टमेन्ट 10 वर्ष पछाडि देखिन्छ। एउटा फुटबल प्लेयर राम्रो बन्नलाई कम्तीमा पनि 10,000 घण्टा प्र्याक्टिस गरेको हुनुपर्छ। त्यो प्र्याक्टिस गराएर राम्रो फुटबल प्लेयर उत्पादन गर्ने स्वभाव बोक्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। र अन्त्यमा जसरी यो सिलाम साकमा लासुजु, यो सिलाम साकमाले मृत्युलाई छेक्छ, मान्छेलाई कालबाट जोगाएर राख्छ, त्यसरी नै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। धेरै धेरै धन्यवाद। नमस्ते। नमस्कार। केनाकी है त सर्वप्रथम माता जानकी के प्रणाम। विभिन्न आंदोलन में शहीद भेल ज्ञात अज्ञात शहीद पर सम्मान संवेदना। आप सबके ज्यादा भाषण सुने के मूड नहीं देखी आई कि ना है?
भाषण दू कि नहीं दू? हाँ ही सबको काम करे वाला आदमी थी। यहाँ काम दू, हम काम करके दिखाए। काम करेला देवे आ सब जेना काठमाडौँ महानगरपालिका के वासी हमरा काम करेला दिल के हम काम करके देखेली। यहाँ सब काम करेला देवे। देवे आज से करीब 1.5 महीना पहले अयन रामजानकी विवाह महोत्सव मनाई छलिए। तो एगो बात याद भेल, एगो बात खटकल बहुते मन में, जे विश्व के सबसे प्रसिद्ध विवाह, प्रसिद्ध जोड़ी राम जानकी के विवाह स्थल में विवाह होय छै। लेकिन हम आ सब मधेसिया लोग सब, नेपाली लोग सब डेस्टिनेशन वेडिंग करेला जयपुर जाय छी। डेस्टिनेशन वेडिंग करेला मिथिला में कला नहीं आबे छै। यहाँ सब जत राम जानकी के विवाह भेल है तो हम सब बाली में जाकर कैला डेस्टिनेशन वेडिंग करी छी। अहिया कैला नहीं होई है। सरकार के नीति एहन कैला है कि मिथिला के एगो मैनेजमेंट, एगो सरसफाई, एगो व्यवस्थापन, एगो आकर्षण बढ़िया कैला नहीं बनायल गेल है। ये कौन नीति है? आज दूगो बात बहुत प्रश्न भ गेल है। पहले बात, मधेश में पहले बेरी सब जात के लोग आए थे। अयन कोनो एगो जात के आदमी नहीं देखी, सब जात के आदमी अयन मधेश में पहले बार आए। दोसर बात, जे जनकपुर बहुते फेमस है एगो बात के लागी। आज से 1 साल पहले जनकपुर बोर्ड जे जीतल रहे कप, तो उ जीतल तो एगो जात खुशी नहीं भेल छले, पूरा मधेश खुशी भेल छले, पूरा नेपाल खुशी भेल छले। आई महंगा महंगा स्कूल में, महंगा महंगा कॉलेज में वार्षिक 20,000 विद्यार्थी फ्री में पढ़े पर भी ऊ समाजवाद है। समाजवाद वही के कही। आई महंगा महंगा हॉस्पिटल में 10% बेड फ्री में मिली है विपन्न के, ऊ समाजवाद है। तो जे समाजवाद काठमाडौँ महानगरपालिका में है, से समाजवाद 7 प्रदेश में चाहिए, 753 पालिका में चाहिए। चाहिए कि नहीं चाहिए? हो तो बढ़िया से कहा ना, चाहिए कि नहीं चाहिए? आई काठमाडौँ में रह हम सब मंदिर जोगैलियो, पार्टी पौवा संरक्षण कैलियो, पोखरी संरक्षण कैलियो, फलसा बनैलियो। लेकिन आज मिथिला में, जनकपुर में अये के पोखरी, अये के मंदिर, अये के पार्टी पौवा इंतजार करके बैठल है कि कहियो केहू आए तो हमरा संरक्षण कर दे। ऊ केहू, ऊ कहियो केहू आए वाला, ऊ केहू राष्ट्रीय स्वतंत्र पार्टी है। अय्या के मंदिर के, अय्या के पोखरी के, अय्या के भूमि के संरक्षण राष्ट्रीय स्वतंत्र पार्टी करते हैं। आहा सब हमरा काम दू करेला, काम दू करेला, हम काम करके दिखाई। आई पहले बेरी भाषण दे छी, एगो बात कह दे छी आई सबके। आई पहले बेरी भाषण दे छी, कहला कि हमर मेयर के पद राजीनामा भ गेलै, हम फुर्सत में छी। 4 साल रा फुर्सत नहीं छले तो भाषण कत से दू? सब गोरा
आई मिथिला के पावन भूमि में आयल छी तो एगो बात कहे चाहे छी कि पूरे देश में टूरिस्ट जम्मा 10 लाख अभी है पर्यटक। अब यह अयोध्या में बरिस में 10 करोड़ टूरिस्ट अभी है। जानकी माता अकेले के क्षमता है कि 1 करोड़ टूरिस्ट लावे के। आप सब गोरा के बहुत बहुत धन्यवाद। उपस्थित भेली बहुते जिला से आयल छी, बहुते पालिका से आयल छी सब गोरा। दूगो बात भेले, एगो तो अहाँ सबके हमरा सबके मिलन भ गेले, दोसर जानकी माता के पूजो भ गेल होइत, दर्शनो भ गेल होइत। एगो बात अंतिम में कहे चाहे छी, छोट में एगो बात अंतिम में कहे चाहे छी। आई एगो मधेसिया छौड़ा प्रधानमंत्री बनेला है, वहीला आई एगो मधेसिया पीएम बने वाला है, वहीला घंटी में वोट नहीं रहे के। सही लोग आवे वाला है, वहीला घंटी में वोट रहे के। सही समय आए वाला है, वहीला घंटी में वोट रहे के। सही सरकार आए वाला है, वहीला घंटी में वोट रहे के। सब गोरा के फेरू मन से धन्यवाद। जय जानकी माता, जय मिथिला, जय मधेश, जय देश, जय नेपाल, जय घंटी। नमस्कार, के छन् हालचाल? निकै छौ कि नै? बेली छकालै एउटा सुइना देखेको थिएँ। सुदूरपश्चिम बनेको, देश बनेको, त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। बोराजी बुझेछौ कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामा रोशन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेशनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौं। भएको चिज देखाउनै सकेका छैन, सुदूरपश्चिमलाई जोड्नै सकेका छैन। सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिममा एकदम धेरै कलाकार हुँदो रहेछ। 8 लाख सब्सक्राइबर भएको, 1 मिलियन सब्सक्राइबर भएको, तर त्यो गीत काठमाडौँको चोकचोकमा बज्दैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौँको चोकचोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग। सुरुमा त गीत बज्नु पर्यो, त्यसपछि आवाज बज्छ, त्यसपछि माग पूरा हुन्छ। सुन्दा सानो जस्तो लाग्छ, तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा। सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउनु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा। तपाईहरुलाई आज यहाँ आएर भेट्न पाइयो, धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है। तपाईहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो। के छ तपाईहरुको काम? हाम्रो उम्मेदवारहरूलाई, हाम्रो पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु। भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले। हजुर,
आँखा हेर्न पर्दैन, काम हेर्नु होला। म धेरै बोल्दिनँ। धेरै धेरै धन्यवाद। सुदूर अब दूर नाइ, झिक्कै झिक्कै माया तमलाई। आई लभ यु।